हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल सबुराना भ्लगमा सबैलाई स्वागत छ। म फेरि उसमा फेरि भ्लग सुरु गरिसकेको छु। वा यो रातो फुलेर म चाहिँ यहाँ पार्क घुम्न आएको ल। त त्यहाँ जान्छ उताबाट पाइन्छ होला नि भाइ, दामी छ कस्तो रातो देखियो क्या भाइ। म यहाँ मेरो गाउँले साथी मेरो कम्पनीको नयाँ भाइ अझै फिक्स त भएन, सोमबार थाहा हुन्छ। हामी तीनजना भएर पार घुम्न आएको है। आज नेक्स्ट एपिसोड सुरु गरिसकेको छु, म भ्लग सुरु गरिसकेको छु। म चाहिँ यहाँ खाङवन्द होइनसङ गुन नजिकै रहेको एउटा पार्कबाट सुरु गरेको चाहिँ आज हो। यहाँ चाहिँ बवाल चाहिँ बवाल, कस्तो राम्रो रुखमा यस्तो अहिले चाहिँ यस्तो सिजन हो यो, पातहरू पहिल्याउने सिजन हो। वा दामी चाहिँ दाम पार्कै यो पार्क। म लाउरे पार्कमा चाहिँ लाउरे कटिङ काटेर, लाउरे नभए नि बवाल चाहिँ बवाल, मौसम बवाल छ, निलो आकाश। म झोला बोकेर सबैजनालाई म आज पार्कको दृश्य देखाउने छु भने म अब कसलाई सहयोग गर्दैछु मेरो भ्लगमा। मेरो दुईजना मित्रहरू हुनुहुन्छ, मेरो गाउँले, मेरो भाइ नयाँ, मेरो कम्पनीको नयाँ भाइ। रातो भाइ हो, रातो भाइ होइन, यो सिजनै रातो सिजन हो। तिमी त्यही भएर तिम्रो कपाल नि पहिलो रातो छ। हामी चाहिँ पार घुम्न आएँ। मेरो गाउँले साथी चाहिँ नाइट गरेर च्यानो रे मैले अहिलेसम्म ख्याल नगरेको च्यानो लाग्दैन। यहाँ त तर्छ यो चाहिँ च्यान गाडी रहेछ, पार्कमा च्यान रहेछ। यो के रे, के को सम्झना बनाएको पार्क यो? स्मरण के जितेको फ्रान्स हो क्या? ल हामी चाहिँ कोरियाको यो केमा छौँ भन्दा च्यान गाडी, पार्कको च्यान गाडी। हामी त यो च्यान गाडीमै बस्छ, केही हुँदैन। यहाँ त नेपालमा डर लाग्छ भन्नाले त्यो समयमा त्यो युद्धमा सायद त्यो मरेको मान्छेहरूलाई यहाँ उ गरे हो कि त्यसको सम्झनामा। अक्षय त चाइनिज कि जापानिज हो? हिरागाना कातागाना के भन्थे तिमी जापानिज पढेको? म त यहाँ उसमा अरूमा घुम्न जाने प्लान बनाइरहेको छु। छुट्टी ओए भल आउँछ। हेर त यो हामी बस्ने सहर हो, गाउँ भयो नि हाम्रो लागि सहर हो यो। यो हामी बस्ने सहर हो, सपनाको सहर। मेरो दुईजना दोस्तहरू, यो भाइ अब मेरो कम्पनीमा नयाँ हो, अझै फिक्स भएन, तर मेरो नामले ढुक्क राख्छ। मन्डे थाहा हुन्छ। अस्ति इन्टरभ्यू दिइसक्यो भाइ हो। म भइसकेँ, मेरो दोस्त गाउँले दोस्त भइसक्यो। म चाहिँ अराहाजीको मेरो साथी। सबुराना भ्लग तपाईँहरू हेरेर कमेन्ट, लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। त दामी आएको छ आज यार। आज म मिनी भ्लग बनाइसकेको छु। भाइ यो कुन सिजनमा यस्तो हुन्छ अरे? खेलमा सुरु भएको, खेल सुरु भइसकेको छैन? वा कस्तो दामी होइन। हामी पनि आइयो यस्तो ठाउँमा।
वालै ल हामी पनि यस्तो बिरुवा बोट बिरुवा हेर्न आइसक्यौँ ल पार्कमा यसमा त खिच्नै पर्छ यार वाउ यार ल आऊ त मेरो भाइहरू मेरो ब्लगमा यस्तो रङ्गी बिरङ्गी पर्यो पहिला फोटो हिँड्न चाहिँ भिडियो बनाउनु है म भने आज यहाँ आएको छु है यो रुख थाहा छ कसैलाई वाउ सबै रुख हेर्न गयो म मात्र एक्लै भएँ त्यही भएर म नि बवाल ठाउँमा आएको चाहिँ बवाल ठाउँमा सबुराना ब्लग लिएर वास दामी छ है दामी तरी सुत्ने पर्ने जस्तो छ सुत्ने पर्ने जस्तो छ खतरा छ है खतरा ठाउँ चाहिँ यो हो कोरियाको अहिले रङ्गी बिरङ्गी हुने बेला हो अहिले मौसमै त्यस्तै हो कि पातहरू यो पातहरू यो बुट हेर्नु न कस्तो बवाल छ रातो अनि यो फेरि पहेँलो यस्तो हुने बेला हो कि म पनि आज यता घुम्न आएको छु पार्क आएको बवाल छ है मेरो दुईजना दोस्तलाई लिएर आएको ल हाई भनिदेऊ मेरो गाउँले हाई कोरिया सबैले मेरो के अरे च्यानललाई सब्सक्राइब गरिदिनुहोस् म आज छोटो मिठो सबुराना ब्लगलाई म आज छोटो मिठो अनि छिटै कोरियामा भेटेर ब्लग बनाउनु सही हो ल है ल अब वारले हो वारले अनि भन न त वारले कि मावरले मर भाषा मावरले ल अब हामी चाहिँ यस्तो चिसोमा फर्किसकेछौँ पटक्क झर्ले ल अब चाहिँ पाल्पामा त एबिसिडी मान्छे बोल्दो रहेछ यार त्यो यो मल्लको मान्छे हो कि बोल्दैन मल्लले बुझ्ने रहेछ नै तिमीलाई आउन मर भाषा वारले आउँछ आउन त नाककै वारले के बुझ्छौ मात्र कि फर्कन जाने बोलिरहेको छु त मलाई आउँदैन अरे साँच्ची भन्ने हाम्रो घरतिर बोल्दैन मेरो बुढीको घरतिर बोल्छ आउँछ अनि तपाईँले होइन यो भिडियो बनाउँदाखेरि कोरियामा आएपछि भनेर होइन यो यस्तो साउन्डमा अनि माथि सुत लेखेर हामी चाहिँ अब घर फर्किसक्यो आजको बिरानी कटाइसक्यो तर यहाँ चाहिँ चिसो मेरो गाउँले यस्तो टोपी लाएर हिँड्नुहुन्छ जाडो भएर अहिले सेन्ट्रलको हालत देख्नु होला बहुत तनाव छ क्या कोरियामा त्यही भएर अहिले यो गाउँले पनि राम्रो छन् मान्छे त्यही भएर यसो साथी दाई सम्झेर चाहिँ के दाई हामी चाहिँ एउटै हो त नै मतलब उ गरेर राम्रोसँग बस्नु ए किनभने म पनि फर्स्ट सिफ्टको हो कि अनि म त सुरुमा इस्यु भएर मात्र चाँडै आएको 24 को फर्स्ट सिफ्ट 24 को फर्स्ट सिफ्ट त्यही बेला 22 तारिकमा इस्यु भएको थियो भयो गाउँले 24 को फर्स्ट सिफ्ट हो कि 23 को म त 24 हो 23 मा एक्जाम दिएको 24 मा त्यो भयो हामी यहाँ 19 को मान्छे बल्ल आएको छ एप्रिलमा इस्यु भएको छ मेरो त कहाँ सेप्टेम्बरमा इस्यु भएको थियो पछि फेरि के भएर डिसेम्बरमा इस्यु भयो मेरो 3वटा इस्यु राम्रो के भयो त्यो ल पानको पात भएन अरु सबको भयो कितीहरुको त यता लकको चिन्ह पनि देखाउनु पर्यो सबैजना आए सारङ्गे हो सबैले माया गर्दिनु सबैजना ब्लगलाई कसको चाहिँ आज केटीहरु सबको थ्याङ्क यू ल चिसो कान पनि चिसो भयो ल अब पनि म मेरो ब्लग इन गर्न चाहन्छु मेरो सहर मेरो गाउँ मेरो सहर भने नि मेरो गाउँ भने नि ठाउँ यही हो अब चाहिँ म लागे चिसो भयो अब चाहिँ मेरो ब्लग इन गर्न चाहन्छु सबैजनालाई मेरो भिडियोलाई हेरेर हो मेरो ब्लगलाई हेरेर माया गरिदिनु होला भन्न चाहन्छु यहाँ सब्स्क्राइब बटन छ त्यसलाई टुक्क टिपेर सब्स्क्राइब गरिदिनु होला धन्यवाद पछि चाहिँ शालिक सरलाई त तिमीले होला नि उहाँको मेल अनलाइन कसो शालिकमा मैले गएर कमान्डर ल्याएँ अनि बललाई भयो